हेलो गाइस, के छ? म चाहिँ एकदम ठिकठाकै छु है। अनि हजुरहरू पनि एकदम सन्चै सुबिस्तै हुनुहुन्छ होला। आज भने चाहिँ मेरो लाइफको फर्स्ट एभर मिनी भ्लग ट्राई गर्दैछु। सबैजनाले मनोरञ्जन ल्याइदिनुहोस् होला। आज भने चाहिँ फाइनली वाचिपा खाने पार्टी सल्लाह भएर चाहिँ गाउँठाउँमा पुगेर दौडा कुखुरा खोजेर अनि चाहिँ साथीहरूले चाहिँ एकदम भुत्ला डढाएर भुत्ला निकाल्न थाले। अनि फाइनली वाचिपाको लागि एकदम कुखुराको भुत्ला डढाएर फाइन तिते पनि निकाल्न थाले। साथीभाइले एकदम धमाधम दिइरहेछ है। फाइनली तिते निकालिसकेर कुखुरालाई डढाएर फाइनल ड्रेसिङ चाहिँ गरिरहेछ है केटाहरूले। अनि फाइनली हाम्रो कुखुरा चाहिँ एकदम ड्रेसिङ भइसकेर एकदम रेडी भइसक्यो। अनि अङ्कलले एकदम अपरेसन पनि दामी पाराले अपरेसन गर्न थाले। अनि वाचिपाको लागि एकदम कर्ची-मर्चीहरू निकालेर साइडमा राख्दैछ। साथसाथै साथीहरूले पनि एकदम कुखुराको खुट्टा त्यसपछि पखेटाहरू एकदम निकालेर वाचिपाको लागि साइडमा फाल्टै राख्दैछ। त्यस पछाडि यसो साइडमा हेरेको त हाम्रो कालो बिरालो पनि मासुलाई पर्खिरहेको रहेछ। अनि त्यसको पछाडि चाहिँ हाम्रो अङ्कलले राखेको खुट्टा पखेटालाई चाहिँ एकदम राम्रो पाराले चप गर्न थाले। जो वाचिपा पार्टीको लागि एकदम राम्रो चप गर्दै साथसाथै हाम्रो साथीहरूले पनि गार्लिक जिन्जर पेस्ट बनाउँदै। फाइनली हाम्रो साथीभाइले चाहिँ एकदम प्योर तोरीको तेल खारेर त्यसको पछाडि मसला लाएर प्याज डढाएर एकदम फाइन पाराले एकदम फ्राई गर्न थाले। त्यसको पछाडि चाहिँ चप गरेर राखेको मासुलाई लाएर एकदम गुटुटु आगो लाएर केटाहरूले चाहिँ एकदम मजाले फ्राई गर्न थाले। केटाहरूले चाहिँ फाइनली अब चाहिँ वाचिपाको एकदम रेसिपी स्टार्ट भए। फाइनली केटाहरूले पर भुटे यत्तिको पाराले मजाले अनि लास्टमा चाहिँ फाइनल टच चाहिँ मैले पनि हल्का फुल्का यताउता साथीहरूले पकाएको मासुलाई चाहिँ हल्का फुल्का मैले पनि चलाइदिउँ भुटिदिउँ भनेर चाहिँ एकदम मैले पनि पर पाराले मजाले चलाएर चाहिँ एकखेप फाइनल टच एकखेप दिएँ। त्यसको पछाडि चाहिँ मासु चाहिँ एकदम हल्का फुल्का पाकिसकेको थियो। अब चाहिँ अघि कुटेर राखेको जिन्जर गार्लिकको पेस्ट लाएर त्यसको पछाडि नुन छरेर अनि चाहिँ अघि कुक गरिराखेको राइसलाई लाएर एकदम वाचिपाको फाइनल टच हुँदैछ। अब चाहिँ साथीभाइले त्यसलाई लाएर एकदम आगो गुटुटु लाएर त्यसलाई मिक्स गर्न थाले साथीभाइले। अब चाहिँ फाइनल टच हुँदैछ एकदम हाम्रो वाचिपा चाहिँ अलमोस्ट रेडी हुँदैछ। साथीभाइले एकदम मजाले मिक्स गर्न थाले। अनि लास्टमा चाहिँ हाम्रो होस्ट अङ्कलले पनि आएर फाइनल टच दिएर चाहिँ एकदम मजाले मिक्स गर्नुभए। तिते चाहिँ अघि नै लगाइसकेको थियो एकदम। अब चाहिँ अनि फाइनली हाम्रो वाचिपा चाहिँ रेडी भए गाइस। अनि चाहिँ एकदम साथीभाइले चाहिँ बाहिर लगेर चाहिँ चाउरमा चाहिँ एकदम पस्किन थाले। साथीभाइ चडक्क बसेर अनि चाहिँ वाचिपा खान थाले। अनि सबैलाई यसो रिभ्यू सोधेको एकदम मजा भयो नि हो भन्नु थाल्यो नि। हजुर सबैजनाले चियर्स पनि गरेर एकदम मजाले एकदम हल्का पार्टी जस्तो पनि भयो। फाइनली हामीले वाचिपाको पार्टी खाने भनेको चाहिँ फुलफिल भइसक्यो। यसो मेरो पारा खाइसकेर यसो सिन निकालेको गाउँघरमा मकैहरूको धानचामर पनि निस्किसकेछ। अनि यसो हेरेको सिनहरू पनि एकदम राम्रो थियो। आज चाहिँ पानी पनि परेन, वेदरले पनि एकदम फेभर गरे। अनि केटाहरूले चाहिँ अघि काटिराखेको मासुलाई चाहिँ झोल खानुपर्छ तिते लाएर भनेर चाहिँ केटाहरूले एकदम मासुलाई चाहिँ भुट्न थाले। मासुलाई एकदम मजाले भुटेर केटाहरूले त्यसमा चाहिँ झोल लाएर एकदम अघि राखेको तिते लाएर एकदम केटाहरूले चाहिँ मजाले पर एकदम पाराले उमाले। फाइनली हाम्रो चिकन करी पनि एकदम रेडी भए। हाम्रो लोकल चिकनको एकदम सुप खाने भन्दै थियो कि फाइनली केटाहरूले पकाएर पनि एकदम डेल्की खानु थाले। केटाहरूले यसो सोधेको सबैजनाले मजा भएछ भन्छ। एकदम मजाले खायो केटाहरूले। अन्त कुकुर बिरालो पनि एकदम खुसी भएछ हड्डी खानु पाएर चाहिँ। फाइनली हाम्रो वाचिपा पार्टी चाहिँ यतिमै सक्यो। सबैजनालाई एकदम धन्यवाद, थ्याङ्क यू। कैसा लगा मेरा मजाक?